皆さんこんばんはअनि ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ। हामीलाई चाहिँ दसैँ लागेको छ हामी राति फ्यामिली मातिर आइपुगेको छौँ अनि यहाँनिर हामी चाहिँ गाडी कुदेर बसेको है हामी दसैँ मनाउन जानलाई एकदम रेडी भएर सबैजना झरम चिटिक्क परेर अनि मेकअप सेकअप चाहिँ गरेको छैन उही गएर हामी मेकअप गर्ने हो दिउँसोभरि काममा बिजी सबैजना अनि राति भएपछि सबैजना मिलेर हामी दसैँ मनाउनु हिँडेको अब राति भए मनाउनु त पर्यो दसैँ आफ्नो सबैभन्दा ठुलो छ होइन नेपालको आफ्नो आफन्तहरू छैनन् साथीभाइ छैनन् भनेर दुःख मनाउनु भन्दा त यी यसरी भए पनि होइन टिकटकमा छ कतिजना साथीहरू त्यस्तो भन्दै गरेको देखेको थियौँ तर हामीले अब यसरी नै दसैँ मनाएर भए पनि चित्त बुझाउने होइन के गर्ने त यस्तै छ जिन्दगानीमा बाबु केही भन्नु छ भन्नु न सबैजना रमाइलोसँग दसैँ मनाउनु भन्नु त रमाइलोसँग दसैँ बनाउन बनाउनु होइन मनाउनु मनाउनु मनाउन हामी पनि रमाइलो गर्छौँ दसैँ मनाउँछौँ भन्नु छिटो हामी पनि रमाइलोसँग दसैँ मनाउँछौँ भन्नु हामी चाहिँ रमाइलोसँग दसैँ मनाउँछ हो त नि जोडी गर्ने किन बसेको तपाईँ म चाहिँ तपाईँ यत्रो हुने भनेर भन्ने क्या ए त कम्बाङ्वा नमस्ते नमस्ते छ्यामी गरिदिनु मेरो छोरा 1 वर्ष पुगेको उपलक्ष्यमा हामी दसैँ मनाउन हिँडेको है 1 वर्ष नपुगेर दसैँ नमनाउने होइन राति राति गरेर हिँडेको खासमा चाहिँ कोठामा साङ्ला परेर साङ्लाको अगाडि हानेर हिँडेको है समस्या त्यो हो अब खुलिहाल्यो त नि पोल त अरू केही त्यो पनि हो साङ्लालाई यस्तो कडीको दबाई भेट्यो होइन अनि त्यही औषधि हानेर चाहिँ अब एक रात त छोडिदिनु पऱ्यो साङ्ला रजाइ गर्नलाई अनि हामी चाहिँ छोडेर हिँडेको हो कि खासमा चाहिँ दसैँको बेलामा हामी चाहिँ रमाइलो गर्ने साङ्लालाई चाहिँ अलिक बिजोग भयो होला गोमेन नै साङ्ला किन कराएको होला भाइले बाबा साङ्लालाई गोमेन नै भन्नु त साङ्ला चाहिँ के हो बाबा